नमस्कार, म शङ्कर भण्डारी एउटा छोटो मिठो कथा भन्न लागिरहेको छु। एउटा रुखको हाँगामा एक जोडी परेवा एकदम मिठा मिठा कुराकानी गर्दै बुढाबुढी बसिरहेको हुन्छन्। अब परबाट बुढी चाहिँ देख्छ एउटा मान्छे आइरहेको, अनि उसले आफ्नो बुढालाई देखाउँदै भन्छ, हेर्नुहोस् त परबाट एउटा मान्छे आइरहेछ। अब यहाँ हामीलाई मारिदिन पनि सक्छ, ढङ्गाले हान्न पनि सक्छ, जे पनि गर्न सक्छ। यहाँ नबसौँ, अन्त्य कता गरेर बसौँ भनेपछि बुढो चाहिँ ध्यानले त्यो परको मान्छेलाई हेर्छ र भन्छ, त्यो मान्छेको गाई पनि राम्रो छ, हातमा कुनै प्रकारको हतियार पनि छैन, मान्छे अनुहार हेर्दा पनि भला आदमी जस्तो छ। यस्तो मान्छे कसरी सिकारी हुन सक्छ? यो मान्छे एकदम भला आदमी मान्छे हो, यसले केही पनि गर्दैन, यतातिर ध्यान दिनु पर्दैन, यताको चिन्ता नगर तिमी भनेर बुढीलाई भनेर फेरि बुढाबुढी आफ्नो मतलब गर्न थाल्छ होइन। बुढाबुढीको त्यो मान्छे नजिकै आउँछ, रुखकै नजिकै आउँछ। आएपछि अचानक स्वाट हतियार निकाल्छ, लुगाभित्र हतियार हुँदो रहेछ, खुट्ट हतियार निकालेर स्वाट हानेपछि त्यो परेवाको बुढो चाहिँ लाग्छ र भटभटाउँदै तल खसेर पर्छ। अनि जसो तसो बुढी चाहिँ उडेर पर जान्छ। उसले मनमा सोध्छ, मैले भनेको मानेको भए आज यस्तो हुने थिएन होइन। म अबदेखि एक्लै गएँ, कसरी बस्ने होला, के गर्ने होला होइन। मैले अझै जोड गरेर भन्नुपर्छ कि कर गरेर उडाएर अन्त्य लानुपर्छ कि मैले पनि गल्ती गरेँ कि उसले महसुस हुन्छ। अनि साह्रै मनमा पीडा भएपछि त्यो देशको राजा भाटामा जान्छ त्यो परेवाको पर्यो होइन। त्यो राजालाई भन्छ, सरकार हामी रुखमा बसिरहेको बेलामा एउटा सिकारी ल्याएर मेरो बुढालाई मारिदियो। तपाईँको देशमा त राम्रो मान्छे रहन्छन्, अब यहाँ झुक्क्याएर हेर्दा सिकारी जस्तो छैनौँ, हामीले त्यही भरोसामा बस्यौँ। उसले नजिक आएर हतियार निकाल्यो अनि हामीले मेरो बुढालाई मारिदियो, मेरो बिचल्ने भयो। तपाईँको देशमा यस्ता मान्छे पनि बस्दो रहेछन्, त्यो मान्छेलाई तपाईँलाई खोजेर सजाय दिनुपर्छ भनेपछि राजा पनि असाध्यै राम्रो मान्छे हुन्छ। उसले सबैलाई पुलिसहरूलाई आदेश दिन्छ, त्यो मान्छेले जहाँ भेटे पनि लिएर आएर मेरो अगाडि खडा गर्ने, त्यसलाई सजाय दिनुपर्छ भनेपछि त्यसलाई भेट्न पनि गाह्रो हुन्छ। त्यो मान्छे अब व्यवहार हेर्दा साधु सन्त जस्तो, भित्र सिकारी हतापत भेट हुँदैन। तर एक दिन भेटेपछि झ्याप्प समातेर राजमा लगाएर होइन सबैको अगाडि उभ्याउँछन्। अनि राजाले भन्छ, यसमा म सजाय तोक्दिनँ, यो सजाय तोक्ने काम चाहिँ तपाईँको हो भनेर परेवाको बुढीलाई भनेपछि परेवाको बुढीले भन्छ, सरकार तपाईँ नै सरकार हो, मैले के तोक्नु सजाय, तपाईँले तोक्दिनु सरकार भनेपछि राजाले फेरि भन्छ, होइन तपाईँलाई ठुलो पीडा परेको छ, तपाईँमाथि अत्याचार भएको छ, तपाईँले नै सजाय जे मन लाग्छ तपाईँ सजाय तोक्नु, त्यो सजाय काम भनेपछि अनि त्यो परेवाले भन्छ, म बिद्यो भयो जस्तै यसलाई मैले मारिदिएँ भने यसको बुढी बिद्यो होला, यसलाई मारिदियो भने मेरो बच्चा बिचल्ने भए जस्तै यसको बच्चा पनि बिचल्ने भएको होलान्। त्यसैले म मार्ने ओर्ने त सजाय दिन्न सरकार। तर एउटा कुरा अवश्य भन्छु, मान्छे जस्तै देखोस् त्यस्तै होस्, यसले होइन साधुको भेषमा आएर मेरो बुढालाई मार्यो, अबदेखि सिकारी नै भएर आओस्, कसैले झुक्केर मर्न नपरोस्, साधु नै भएर आओस्, कसैले झुक्केर होइन अब नफसोस्, अनि राम्रो नै होस्, त्यसलाई आदरपूर्वक सम्मान गर्न पाइयोस्। एउटा रूप अर्को काम नहोस्, जो जस्तो छ ऊ त्यस्तै हो सरकार। तपाईँको राज्यमा यो भयो भने धेरै मान्छेहरू गलत क्रियाकलापबाट बच्छ भनेपछि राजाले त्यो आइमाई त्यो परेवालाई अत्यन्त बुद्धिमान, अत्यन्त होइन दार्शनिक, अत्यन्त कोमल हृदय एउटा परेवाको प्रेम भनिन्छ होइन। अब राजाले त्यो परेवाकोलाई असाध्यै मान सम्मान सत्कार गर्छ र उसको तर्फबाट मैले सक्ने तपाईँलाई हरेक कुरा म गर्छु भनेर विश्वास दिनुखेर आफ्नै राज्यमा आफ्नै राजमा बस्नलाई निम्ति गर्छ। अब यो कथाले वा यसलाई यसरी पनि बुझ्न सकिन्छ, मान्छे जो पनि के अब
जो जस्तो छ त्यस्तै हो त्यो एउटा रूप एउटा कुरा अर्को काम होइन एक खालको मधुर माया लाग्दो अनुहार भित्र राक्षसपन एक खालको इमान्दारी भित्र फटाई यस्तो खालको नहोस् जुन देशका नागरिक जस्तो देखिन्छ त्यस्तै हुन्छ भने त्यो देशमा कहिले समस्या पर्दैन